है साथीहरू, म चाहिँ जाँदैछु। आज मेरो दिदी आउनुहुन्छ। मेरो दिदीसँग भेट गर्न जाँदैछु। आज शिवरात्रि पूजाको दिन पूजा गर्नु हुँदैन, बरखन्तमा छु। त्यही भएर दिदी पनि बरखन्तमै हुनुहुन्छ। त्यही भएर हामी चाहिँ यसो पूजा मन्दिर जाइँदैन, त्यही भएर दिदी बहिनी भेटघाट गरौँ भनेर निक्लिँदैछु। दिदी आउनु भएर पर्खिबस्नु भएको छ। म चाहिँ देरी भयो। हाम्रो टिङ्कु पथरको रास्ता पनि अहिले कति राम्रो बन्दैछ। सरकारले बनाइदिनु हुँदैछ। कति राम्रो भइरहेको छ। बहुत खुसी लागेछ हाम्रो टिङ्कु पथरको रास्ता। बाइकहरू गुडुरुरुरुरु हिँड्ने समय आइगयो नि। अब रास्ता बनेपछि त के छ नि। बाटोको यहाँ कति राम्रो फुल फुलेको हेर्नुहोस् न गाइस।